तपाईँलाई खुसी चाहिँ कति बेला लाग्छ? जब मेरो बुढाले चिन्ता नगर न म छु नि तेरो साथमा भन्नुहुन्छ नि, तब चाहिँ एकदम खुसी लाग्छ। भाग्यमानी रहेछु म, यस्तो श्रीमान पाएँ भन्ने जस्तो लाग्छ। मैले रोजेको प्रेम हजुर सही रहेछ, मलाई बाँच्न हौसला दिने प्रेम रहेछ भन्ने लाग्छ है। हजुर एकदम सपोर्ट गर्नुहुन्छ नि मलाई जे कुरामा पनि। दुःख यति धेरै गर्नुहुन्छ नि, मलाई यति पीडा लाग्छ, म पनि गर्छु अलिअलि दुःख। हामी दुइटै मिलेर गऱ्यौँ भने अघि बढ्न सजिलो हुन्छ भन्छु। मान्नु हुँदैन, म तँलाई दुःख दिनै चाहन्न, मैले लिएको तँलाई खुसी बनाउन हो, दुःख दिनलाई होइन भन्नुहुन्छ। बिहे गर्नुभन्दा अगाडि के भन्नुहुन्थ्यो? खुसी बनाएर राख्छु आऊ भन्नुहुन्थ्यो। रानी बनाएर राख्छु भन्नुहुन्थ्यो, त्यस्तै गराएर राख्नुभएको छ। पीडा होइन, सब कुछ दिनुभएको छ त्यसले। के दिनु खुसी रहेछ? माया दिनु सबभन्दा खुसीको कुरा हो कि। यति धेरै माया दिनुहुन्छ नि मलाई, बच्चा जसरी राख्नुभएको हो कि त्यसले। दुःखै पर्दाखेरि पनि माया भयो भने सन्तुष्टि हुँदो रहेछ। त्यहाँले यति तातो घाममा काम गरेर मलाई यसको जरुरत छ है भन्नुपर्छ, जसरी हुन्छ म्यानेज गरेर पैसा पठाइदिनुहुन्छ कि। तपाईँको रहर हरेक कुराबाट पुरा गर्ने पक्षमा हुनुहुन्छ। हजुर सब कुछ पुरा गरिदिनुहुन्छ कि मलाई।